हजुर साथीहरू नमस्कार। फेरि पनि म केशर भाइको तर्फबाट आज फेरि पनि मैले एउटा फरक किसिमको भिडियो भएको छु। यहाँहरूले भिडियो हेरेर प्रतिक्रिया दिनुहोस्, त्यसै गरी चाहिँ च्यानललाई सब्सक्राइब अनि नजिकैको बेल आइकनलाई पनि चुस्स दबाइदिनुहोस् ताकि मेरा भिडियोहरू सबैभन्दा पहिला यहाँहरूमा पुग्ने। ल हेर्नुहोस् है त, अब आज मैले चाहिँ के यहाँहरूमा चाहिँ के देखाउन चाहेँ भनेदेखि मान्छेको जीवनमा सङ्घर्ष एकदम अपरिहार्य छ। किनकि मान्छेको जीवनमा सङ्घर्ष एकदम अपरिहार्य छ। किनकि सङ्घर्ष बिना मान्छेको जीवन अधुरो छ, अपुरो छ। सङ्घर्ष बिना केही गर्नै सक्दैन होइन। त्यसैले नै जति नै भनौँ न, जति नै पछाडि पऱ्यो भने जति नै हामी सङ्घर्ष गर्दै जान्छौँ होला, असफलता पक्कै पनि मिल्न सक्छन्। सङ्घर्ष गर्दै जाने हो, सफलताको बाटो लम्किँदै जाने हो। कतिपय अवस्थामा चाहिँ असफल पनि भइन्छ। असफल भइयो भने पनि हरेस हामी पनि हुँदैन। जस्तै हेर्नुहोस् यो उसलाई हेर्नुहोस् त, यो भ्याकुतालाई बिचरा कति गहिरो इनारबाट चाहिँ माथिसम्म आइपुगेको छ। सङ्घर्ष भनेको जस्तो उसले हार मानेको छैन, उसले हार मान्दैन। माथि टुप्पोमा पुगेर सिधै तल खस्छ, फेरि पनि ऊ माथि चढ्छ, फेरि पनि सङ्घर्ष गर्छ। किनकि जीवन भनेको सङ्घर्ष हो। कतिपय कुराहरूमा असफलता भइयो भन्दैमा चाहिँ हार नखानुहोस्, सङ्घर्ष गर्नुहोस्, एउटा हिम्मत आँट जोस लिनुहोस्, तपाईँ पक्कै पनि सफल हुनुहुन्छ। त यो भक्तले पनि हामीलाई एउटा पाठ सिकाएको छ। जिन्दगीमा चाहिँ जति नै असफलता भए पनि, जति नै पीर समस्या आपद विपद होइन, जति नै भए तापनि हिम्मत कहिले पनि नहार्नुहोस्। आज हारिएला, भोलि हारिएला। जित्नको लागि हार्न जरुरी छ। यदि हारियो भनेदेखि अर्कोचोटि पनि हार स्वीकार हुन्छ र जित्नको लागि चाहिँ अगाडि पक्कै पनि पाइलाहरू हुन्छ। जति अगाडि बढ्यो नि त्यति नै जित्न सकिन्छ। यो भ्याक्तले हामीलाई पाठ सिकायो है त। धन्यवाद। हेरेर चाहिँ प्रतिक्रिया दिनु नबिर्सनु होला। साथै च्यानललाई लाइक, सब्सक्राइब अनि नजिकको बेल आइकनलाई दबाइदिनु होला। अनि भिडियो मन पऱ्यो सेयर पनि है त। नमस्ते।